साथीहरु वेलकम ब्याक टु माई ब्लग हैन। आज हामी डे 6 आउट अफ 100 डेज मेरो ब्लगमा हैन। आज हामी 6औं दिनका त्यो पनि के कस्तो खुसीको कुरा छ भन्दाखेरि मेरो 100 सब्स्क्राइबर पुग्नु भएको खुसियालीमा चाहिँ आजको डे 6 को ब्लग बन्दैछ। जस्तो साथीहरु अब केही त इन्टरटेनमेन्ट हजुरहरुलाई केही ब्लगहरु हेर्नु जस्तो अल्छी नलाग्ने टाइपको त हुनु पर्यो नि त हैन। त्यसको लागि चाहिँ म आज हजुरहरुलाई लेटाङ लान्छु है त। आज चाहिँ अहिले चाहिँ मैले यहाँ कपाल पनि कोरेको छैन, केही भकै छैन, रेडी नै भएको छैन हैन। अनि आज चाहिँ हामी लेटाङ जान्छौँ है त साथीहरु। सो किप वाचिङ, हेरिराख्नु। सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु मेरो च्यानल हैन। ल साथीहरु लेट्स गो हैन। आज चाहिँ लेट्स गो भन्दा पनि अब एकछिनमै जाने हो, टाइम त छ जानलाई। हेर्दै गर्नुस् है। आज लेटाङ जानुपर्छ। हजुरहरु कतिजनालाई लेटाङ थाहा छैन होला। लेटाङ चाहिँ मोरङमा पर्छ हैन। हामी चाहिँ झापा दमकमा छौँ अहिले। दमक मेरो घर चाहिँ दमक हो नि त। सो दमकमा छौँ हामी अहिले, घरमै छौँ हैन। अनि लेटाङ जानुपर्छ है त। लेट्स गो। सो वेलकम ब्याक। अब हामी चाहिँ रेडी हौँ, तयार भएर जानुपर्छ। यतिकै जाने कुरा पनि त हुँदैन नि त। त्यस्तो नकोरे कपाल लिएर हिँडेर जाने कुरा पनि हुँदैन। सो हामी अब रेडी हौँ। सो फर्स्टमा चाहिँ हामी मोइस्चराइजर युज गरौँ हैन। ल जान तयार हौँ। अहिले चाहिँ यति मात्रै देखायो, यसमा मोइस्चराइजर युज गर्दैछु। ट्याङ ट्याङ। ल साथीहरु रेडी हुनुहोस् है। जानलाई हजुरहरु पनि अब लेटाङ जान तम तयारी हुनुहोस्। ल साथीहरु रेडी है त। यति रेडी भइसक्यो। अब हल्का मेकअप गरिदिएको नि हल्का है। सो अब जान रेडी। हामी कहाँ गएको बिपु? मामा घर कहाँ हो? लेटाङ हो। हामी जाँदैछौँ यसरी होइन। हामी चाहिँ अब यहाँनिर दमकको दिपिनी मार्ग हुँदै हामी चाहिँ सगरमाथा पेट्रोल पम्प पुग्न लाग्यौँ। अब दमकको बाटोहरू चाहिँ यस्तो छ, भित्रको बाटोहरू। अनि मेन हाइवेमा हामी पुग्दैछौँ। अहिले कसरी कन्स्ट्रक्सन भइरहेछ दमकमा भनेर हेर्न चाहनुहुने साथीहरूलाई चाहिँ यो भिडियो एकदम हेल्पफुल हुन्छ होइन। उहाँहरूलाई पुरै धुलो धुवा होइन। अहिले लिनुपर्छ मास्क पनि लाउँछौँ हामी एकछिनमा। अनि यस्तो बन्दैछ बाटो, धुवा धुलोको बाटो होइन। हिँड्नुहोस् है त। त्यसमा हामी अब पश्चिम बस स्ट्यान्ड म लान्छु। ल हामी चाहिँ गयौँ। हाम्रो छोरी चाहिँ त्यहाँनिर जाँदैछ, डराइ होला हो। बुन्डुङमा मेरो छोरी चाहिँ नक्कल पार्दैछ। दिदी हामी तिनजना भएर जाँदैछौँ लेटाङ होइन। दमक चाहिँ कस्तो छ भनेर हेर्न चाहने साथीहरूको लागि हो। धुलो मैलोमा उड्दै हामी गइरहेछ। हाम्रो दमक भाटपट्टिको अवस्था चाहिँ कस्तो भएको छ भन्दाखेरि नराम्रै लाग्छ साथीहरू। तर पनि अब देखाइहाले ल हेर्नु। नराम्रो त लाग्छ साथीहरू, तर पनि के गर्नु, हेर्नै पर्छ होइन। यो चाहिँ दमक भाटपट्टिको हालको अवस्था यस्तो छ होइन। ब्लग देखिरहेछ यस्तो भएको छ। हामी यहाँबाट कटिरहेको जाँदैछौँ भाटपट्टि। चाहिँ चिया बगान स्टार्ट हुँदैछ दमकको। यस्तो हरियाली है दमकमा। चिया बगान छ होइन दमकमा। हाम्रो घरतिर चिया बगान पनि छ है छोरी। हेर्न आउनु साथीहरू भन्दै न। साथीहरू हामी चाहिँ कानेपोखरी आइसक्यौँ होइन। रामै उठेर हेर्नु। मेरो छोरी अब हामी चाहिँ कानेपोखरीमा छौँ। बजार हेर्नु है साथीहरू, कानेपोखरी चोक। हामी चाहिँ यहाँ छौँ। यसरी यता पनि जङ्गल अनि यता पनि जङ्गल, बिचमा चाहिँ छ कानेपोखरी यसरी होइन। अब हामी यहाँबाट नेक्स्ट स्टेसन लेटाङ जान्छौँ। यहाँबाट उता हाल बेहाल भयो साथीहरू धुलोले होइन। सो दिस इज कानेपोखरी। हामी कहाँ छौँ नानी? अब हामी कहाँ गएको? लेटाङ गएको। लिलासाको घर गएको हामी। धुलो मैलोले हाल बेहाल पार्छ
साथीहरू यो पूर्वतिर चाहिँ अहिले हिँड्दाखेरि एकदम हेलो बाख्रालाई हेलो भन्दैछ हाम्रो बहिनीले हेर्नु गलिसक्यो म त मेरो छोरी बोक्दा 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 गलिसक्यो हौ बाई अरे ल साथीहरू अप्ठ्यारो अवस्थामा भयो भने छोरी र म कहाँ बसेको छु जाँदैछौँ हामी लेटाङ जाँदैछौँ हामी छोरी चाउचाउ खाँदैछौँ हामी जानेछौँ पकाला बिपु एकछिन हामी चाहिँ यहाँबाट गाडीबाट ओर्लेर चाहिँ अब हिँड्दैछौँ एकछिन अनि खाजासाजा खाएर जाने भन्ने प्लान भएर चाहिँ हाम्रो दिदी छोरू यता हेर्दै त बाई भन्देऊ न छोरी कति ज्ञानी चाहिँ मेरो छोरी होइन हाल बेहाल भयो साथीहरू धुलो मैलोले होइन अब हामी खाजासाजा खाएर लेटाङ बजार देखाउँछु हजुरहरूलाई अनि हामी जाँदैछौँ लेटाङ बजारमा हिँड्दैछौँ दमकबाट चाहिँ लेटाङ आइपुग्यौँ है फाइनल्ली लेटाङ चोक हो र सरप्राइज देखाउँछु ल रोटी खान लागेको हामीले होइन यस्तो दामी सेलरोटी छ हेर्नु न सेलरोटी खामै साथीहरू हेर्नु यस्तो दामी सेलरोटी छ लेटाङमा चाहिँ यस्तो मिठो सेलरोटी पाउँछ सब्जीसँग खाने भ्लगर हो त नि आन्टी भ्लगर होइन त बिपु पनि आइहाल्छ भ्लगमा नि के भन्ने बिपु भ्लगमा तिम्रो देखाइदेऊ त डल तिम्रो डल देखाइदेऊ त बल्ने डल देखाइदेऊ मिठो भयो साथीहरू देखाइदेऊ त बालेर खै त बलेन त अनि बिपुको बल्ने डल मान्छे सेलरोटी खाइदिए एकदम मिठो रोटी मात्र खाएर भएन नि त साथीहरू अनि चाउमिन पनि खानु पऱ्यो नि हाम्रो छोरी पनि चाउमिन खाँदैछ उहाँ अब हामी चाहिँ लेटाङ बजारबाट रोटी र चाउमिन खाएर चाहिँ जान्छौँ दाजुघर होइन लेट्स इट दिस होइन साथीहरू लेट्स इट दिस यम्मी भन्देऊ न यम्मी मिठो मिठो खाना चाहिँ कपालले डिस्टर्ब गर्यो साथीहरू अब म अझ कपाल बाँधेर खान्छु मस्तसँगले फेरि त्यस्तो मिठो चाउमिन चाहिँ कपालले चाहिँ खतम गरे क्या खोर्सानी टोकेको पिरो भयो पिरो पिरो एकदम मिठो रोटी र चाउमिन चाहिँ एकदम मिठो लाग्यो साथीहरू खाजा खाइयो अब हामीले लेटाङ बजारबाट चाहिँ दादाको घर जाँदैछौँ फेरुवा होइन है साथीहरू लेटाङ बजार यस्तो राम्रो छ होइन अब आउने साथीहरूले चाहिँ पूर्वमा केही राम्रो ठाउँ आउने प्लानिङ गरिराख्नु भएको छ लेटाङ चाहिँ बेस्ट अप्सन नै हुनसक्छ सो फेरिनुहोस् हाम्रो लेटाङ हाम्रो राम्रो लेटाङ होइन बजार चोक भयो लेटाङको आर्मी क्याम्प हाम्रो यस्तो राम्रो पार्क छ
हजुरहरू आउनु भएको छ कि छैन त्यसरी हेर्नु यस्तो राम्रो छ ग्रिनेरी पुरै यहाँ चाहिँ आर्मी क्याम्प छ अगाडि होइन हामी चाहिँ अटोमा चाहिँ सारा जाँदैछौँ हामीलाई कस्तो मजा आयो नि अघि गाडीमा अहिले अटोमा पुरा भिडियो गइरहेको थिएँ ल आजको रमाइलो दिन होइन साथीहरू हाल भयो साथीहरू दुला मैलोले होइन म चाहिँ यही भ्यू यो भ्यू चाहिँ मस्ट क्या भन्न पहाड देखिरहेछ सुपारी बगान देखिरहेछ खेत देखिरहेछ लेटाङ आउनुको दाजुको घर आउनुको यो भ्यू चाहिँ एकदम भन्न नसक्नु छ क्या सो हामी फाइनली लेटाङमै छौँ साथीहरू दुला मैलो धेर खाइयो नि त अनि अब त्यो त्यही कारणले गर्दा आउने बित्तिकै मुक्त भइहालेँ मैले ला 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 भरे चाहिँ अब टिकटक बनाउँछु 2-3टा टिकटक भिडियो अनि दाजु चाहिँ मलाई ट्रोल गर्दै हिँड्छ भ्लगर बिनी भन्दै हिँड्नु भयो हाम्रो दाजु कता मेहनत गरेर लगाएको गाजल साजल सब गयो साथीहरू यस्तै हो अब आज हजुरहरूलाई मैले लेटाङसम्म ल्याइपुऱ्याएँ होइन अब हजुरहरू कुनै दिन आउने प्लान गर्नुभयो भने चाहिँ लेटाङ आउने बाटो चाहिँ थाहा भयो होइन सो हाम्रो लेटाङ यस्तो छ रमाइलो छ अब यहाँ बसेर टक्कसँगले इन्जोय गर्ने यहाँ कावा पानी होइन अनि हामी चाहिँ अब भोलि नभए पर्सि घर फर्किन्छौँ सो आजलाई यही लेटाङसम्मको भ्लग भयो अहिले म एकछिनमा मेरो भला बधाइनीहरू पनि चिनाउँछु होइन एकछिन बस्छु यहाँको भ्युज हेरेर यहाँ फुल हेर्नु न भाउजूले कस्तो मजाले फुलहरू बनाउनु भएको रहेछ गार्डन बराबरी ग्याङहरू हेर्नु है यो दिला साहु चाहिँ विपसना होइन यिनीहरू के पकाउँदैछन् यहाँ हेर्नु ग्यासको सर्टेज बजाएर भए पनि यिनीहरूसँग चाहिँ पुरा ग्यास रहेछ के ग्यास सिलिन्डर पुरा रहेछ हेर्नु भात पकाउनलाई रेडी छन् के पकाउनु हालेको दिला सा दाल सब्जी ए अनि ग्यास छ नि ग्यास छ ए अनि बजारमा त ग्यास सर्टेज छ त अनि तेरोमा चाहिँ कसरी ग्यास भयो त भन्छ पकाउँदैछु म हेर्नु ए त्यसरी उहाँ हेर्नु न त्यसरी भयो अरे मेरो छोरी यो चाहिँ दिदीको छोरी विपसना यो चाहिँ दाजुको छोरी दिलासा खड्का सुन्नु भएन होला है तपाईँहरूले पनि ठिकै छ सुन्नु भएन कसैले पनि सुनेनौँ हामीले दिलासा कस्तो ज्ञानी छ कस्तो गुड गर्छ सबभन्दा ठुली हो नि त केटाकेटी ग्याङमा सबभन्दा ठुली चाहिँ हाम्रो दिलासा हो अनि हाम्रो एउटा भाइ पनि छ यहाँ फुच्चे भाइ पनि छ भाइ चाहिँ पानी खान बिजी छ हाम्रो बार्बी गर्ल अरे होइन बार्बीको दिलासालाई गिफ्ट दिएको अरे भेस्ट बुइनीलाई लगाइदिएर बार्बी भेस्ट नथी भेस्ट लगाइदिँदैछ होइन यिनीहरू खेलेको हेर्न बसेको म अब फेरि खेलेको हेर्न यस्तो रमाइलो लागिरहेछ हेर्नु न हाई गाइज भन्दैछ हाई गाइज भनिरहेछ उसले फेरि हाम्रो फेरि खतरा अनि बधाई त फेरि भात पाक्दैछ साथीहरू के गर्नु यस्तो रमाइलो छ यस्तो पकाउनु अरे पकाउन पनि कति आएको नि हौ पानी पनि त्यही कपमा खाइदिइरहेछ पानी पनि बडा आनन्द छ साथीहरू यस्तै जिन्दगी रमाइलो होइन के अरे बिपु के भयो अरे के हो किन गरिदिएको भन्थ्यौ त भन्दैन किन ठेल्दिम कति चिज डराउनु हो नि त डराउनु हो नि त फेरि माया हेर्नु साथीहरू यस्तै हुन्छ माया मैले देखाइहालेँ मेरो म चाहिँ आज बुढाबुढी ग्याङमा मिसिसकेँ मलाई चाहिँ रमाइलो लाग्छ यिनीहरूसँग बस्न उहाँहरू खेल बाल छैन क्या उनीहरूलाई हेर्नु अब म भन्दैछु उनीहरू आफ्नै संसारमा चलिरहेछन् होइन भाइ उता पानी सारेको साह्रै छ भाइ उता पानी सार्दै खाएको खाइछ यो चाहिँ मेरो भदो दिव्यान भदु अय भदु भदु पदु ल ल एक्सन त यस्तो पो हुन्छ त साथीहरू भदु भनेर माया गरेको त भदुले त एक्सन देखाइदियो लु आउँदैछ हाम्रो भाइ हिँड फुल्लिएर यता फेरि बहिनी ग्याङहरूको अर्कै चलिरहेछ होइन हेलो हेलो
दिदीहरूले लाएको देखेर उसलाई पनि अब देखाउन आउनु पर्यो होइन उसको नयाँ लुगा ल्याएर देखाउँदैछ मेरो अनि अहिले लाउने हो त 4 भयो त भाइ त्यो त झन् तल राख्दा 4 भयो त लैजा भित्र लगेर ला नानीको यो गर्दैन भाउजू यो भ्लग भरे हेर्नुहुन्छ होला तपाईँले हेर्नु है छोराको उत्पात लुगा लिएर यता फेरि अर्कै सन्छ उहाँ अब लुगालाई उता बुइनलाई लुगामाथि लुगा लगाइदिने यो नै सकिसक्यो कपाल भन्दैछु साँच्ची भाउजू हेर्नु है छोरी र भान्जीको करामत मुख शब्द चिन्नुहुन्न ल ओइ मुख शब्द आँखा शब्द भइहाल्दो रहेछ हेर्न साथीहरू यस्तो सजिलो पो हुँदो रहेछ त आँखा शब्दखेरि सकिहाल्दो रहेछ ल साथीहरू आज चाहिँ हजुरहरूलाई लेटाङसम्म ल्याइपुर्याएँ होइन यस्तै रमाइलो छ हजुरहरू पनि अब दिनचर्या राम्ररी बिताउनुहोस् होइन इन्जोय गर्नुहोस् आज 6 डेको ब्लग चाहिँ यसैमा सक्यो अनि सब्सक्राइबर भएको खुसियालीमा हजुरहरूलाई मैले चाहिँ अब लेटाङ पनि ल्याइपुर्याएँ होइन साथीहरू ल हस् थ्याङ्क यू सो मच फर यर सपोर्ट यस्तै हेरिदिइराख्नु पर्यो मेरो भिडियो थ्याङ्क यू सो मच है बाई बाई गर नानी बाई बाई गाइस म यहाँ कपाल पार्दैछु भ्याउँदिन ल